चाहिँ बारी पुग्यो है ए मानी काटेर चाहिँ अब बोकेको है 1 घन्टा टाइम थियो बारी पनि पुग्यो सुँगुरको लागि चारो काट्नु है किनभने चाहिँ भाइलाई आइपुग्न अझै टाइम लाग्ने रहेछ र त्यसले गर्दा चाहिँ 1 घन्टा जस्तो मेरोमा टाइम छ अब चाहिँ सुँगुरको चारो बटुलेर घर लाने साथीहरू किनभने है बिचारा घरमा मेरो बुढीले मात्रै काटिरहेको हुन्छ र यहाँबाट लिएर गयो चाहिँ है घर आमालाई धेरै हल्का हुन्छ भनेर चाहिँ चारो काट्नु गएको लौ आनम के हो यति बेला रात पऱ्यो त आनम के गर्ने एकछिन 1 घन्टा है टाइम हुँदाखेरि यसो घर आमालाई सहयोग हुन्छ साथीहरू माने चाहिँ हेर्नुहोस् न कत्रो ठुल्ठुलो छ फल्ने चाहिँ एउटै फल्दैन हो यो अब सुँगुरको चारो एकदमै यो है ठुल्ठुलो निस्किन्छ यहाँ एउटा ठुलो बोट थियो नफलेर यसलाई पनि काटिदिएको पोहोर पनि हामीले खनेको दानै छ किलो रहेछ है यो त कति छाक पुग्छ आनु सुँगुरलाई एक गोरा लग्यो भने त 1 2 4 छाक पुग्छ त हुन्छ त्यसले त एक टाउकोमा जाने बेहोस हुन्छ र मान्छे गरौँ छ साह्रै सानो भएन यहाँ भन काट्नु काट्ने हो काट्ने यो चाहिँ लगेर टक्कै आगोमा बसेर दिनु मात्रै समय लाग्दै साथीहरू लाङ्के चाहिँ मभन्दा पनि हल्लो बारी पुग्यो है ए मानी काटेर चाहिँ अब बोकेको है 1 घन्टा टाइम थियो बारी पनि पुग्यो यस्तो छ म चाहिँ अब 2 दिनको लागि टाढो परेन साथीहरू फाइनली चारो चाहिँ घर आइपुगेर पाक्न पनि थालेको छ चारो पाके साथीहरू चारो पाके चारो पाकेर पनि सुँगुरले खानु थालिसक्यो साथीहरू यतिको चाहिँ हुनुपर्छ के गर्दैछ कसो गर्दैछ सबै डिटेल्समा हुनु पर्यो नि अर्काले के गर्दैछ कसो गर्दैछ टुप्पामा चाहिँ भिडियो अलिकति बनाएर हाल्यो सबैलाई डाउटमा राख्छ मैले चारो लिएर आएको काटेको पकाएर कसको लागि लिएर आएको सबै यो चाहिँ फिनिसिङ सर्ट भयो नि मिठो भइसक्यो ल बिस्तारै खानु ल अब मजाले भइरहेको